खाने बेलामा चाहिँ पद खाने बेलामा चाहिँ सबै चिज बिर्सिने, पद गएपछि राजा चाहियो। जलवा है हमारा। सुनकाण्डको छानबिन अब अघि बढाउनुहुन्छ। गृहमन्त्री, तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो, अब सार्वजनिक गर्नुहुन्छ। बिस्तारै हुन्छ त्यो सबै कुरा, कहिले बिस्तारै हुन्छ। कहिले यो तिथिमिति गरेर तुम भन्नुपर्छ, मैले तपाईँसँग पर्यो नि। कहाँ किन जनतालाई नभने कसलाई भन्नुहुन्छ? जनताले मत दिएर तपाईँ मन्त्री हुनुभयो होइन? मसान पनि आउँछन् भन्नुहुन्छ हो। बडो गजब सुनिन्छ है तपाईँहरूका कुरा। हामी धार्मिक मान्छे नि, धर्ममा विश्वास गर्ने रीति। धार्मिक हुनु त राम्रो, अन्धविश्वासी हुनु चाहिँ राम्रो होइन। ये बड़ी अच्छी बात है। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? राजतन्त्र किन समाप्त गरे? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो जस बेला तपाईहरुलाई राजा बनाउन। नेपालमा चित्त दुख्यो भने नि उत्तर दिनु पर्छ। हैन, नेपालमा कति राजा भए? अहिले त झन्डै 1000 जति। कार्यपालिका चाहिँ न्याय यो व्यवस्थापिका प्रति सधैँ उत्तरदायी हुनुपर्छ। तपाईँ त यति नालायक रे, प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न, जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ अरे। तपाईँ वरिष्ठ नेताहरू हुनुहुन्थ्यो 9 जना, तपाईँ जतापट्टि फर्किदियो, जतापट्टि लाग्दियो त्यो बलियो खेमा बन्थ्यो। तर तपाईँ चाहिँ म मात्रै होइन, तर तपाईँ चाहिँ बाँदरको पुच्छर जस्तो लौरो न हतियारको भूमिकामा रहनुभयो। त्यहाँ चाहिँ हामीले 5 मिनट बोल्ने हो। 5 मिनट जान चाहिँ आउन, अनि भूमिका भन्दाखेरि 5 मिनट सक्यो। त्यस्तो चाउरिएको मरिच भएर तपाईँ किन बस्ने त भने? मलाई त्यहाँ पठायो, छोडिदिनुस् न त्यो सभा। फाट छोड। अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यस बेलासम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ। ए तपाईलाई जनताको करबाट तपाईको घर चल्छ? घर छैन, वामदेव अर्को अन्तर्वार्ता गर्दा तपाईलाई मैले यही देखाएर फेरि सोध्नु नपरोस्। पर्दैन। मलाई नेताले बोलेको साँच्चै हैन, फुल कम्प्लिमेन्ट हो। विश्वासै लाग्दैन भने। तपाईहरुले यो बीचमा के गर्नु भएछ भने सामान्य मैले डाटा खोजेर ल्याएको होइन। यो बीचमा संघीय संसदमा मात्रै 6 पटक विश्वासको मत लिने काम गर्नु भएछ प्रधानमन्त्रीहरूले। यो के नाटक मञ्चन गरेको? तपाईलाई बाँच्नलाई जागिर दिनलाई हामीले किन बोकेर बस्ने त? तपाईलाई निकाल्दिने ताकत छ भने निकाल्दिने। छोडिदिनुस् न। मैले जे योगदान गरेको छु, नेता निकाल्ने ताकत हामी जनतासँग भएको भए ल्याउनुको निम्ति मैले काम गरेको छु। कुन अवस्था? नेता भ्रष्ट हुने, नेता मोटाउने, जनता दुब्लाउने, यो अवस्था? निर्णय यही हो, परिस्थिति यही होइन। तपाईले भनेर चाहिँ हुन्छ? कस्तो कुरा गर्नुहुन्छ? ये बड़ी अच्छी बात है। यो मुलुक यस्तो मुलुक बन्यो कि अहिले के गरे पनि तपाईलाई चाहिँ सुकै पाउनु। कसले बनाएको यस्तो? तपाईहरुले बनायो हैन? सबै दोष पोलिटिकल पार्टीले मात्रै लगाउने कि जनताले पनि लगाउने? यो जनताले यस्ता पोलिटिकल पार्टीलाई किन चाहिँ त्यस्तो चाहिँ गर्ने ठाउँ पर्यो? कसैलाई किनेको? सुन्नु न, कसैलाई बहुमत दिए के हुन्थ्यो गणतन्त्र आएपछि? किन नदिएको? तपाईहरु बहुमत दिने जस्तो अनुहार छ त तपाईहरुको? म्युजिक जिउँदैछु हुन त मलाई अब चाहिएको छैन। मुखले चाहिएको छैन भन्नुहुन्छ के? मुख बिग्रिनु भएको छ। पार्टीमा हुनुहुन्न, तपाईँ त स्वतन्त्र भएर बोल्नुहुन्छ जस्तो लाग्छ मलाई। तपाईँ त अब त्यो आत्मग्लानीलाई
आफूले एउटा पश्चाताप र भोलिको सन्ततिले सुख पाओस् भनेर बोल्नुहुन्छ जस्तो लाग्छ बोल्दैन मलाई मैले बोल्दैन किनकि मैले म पनि त्यही भ्रष्टाचार भ्रष्टा होइन मलाई भ्रष्टाचारी भनेर त भने नि त भन्छन् नि तपाईँलाई त सुन तस्कर भन्छन् यो गठबन्धन चाहिँ अपराध कर्ममा लागेकाहरूलाई जोगाउनका लागि किनभने तपाईँहरू दुईटै दलमा अपराध कर्म गर्ने तपाईँ यस्तो सबै यो नेगेटिभ मात्रै कुरा बोकेर कहाँ ल्याउनुहुन्छ पोजिटिभ सोधेको छु पोजिटिभ कुरा गर्नु न तपाईँहरू अपराधी जोगाउने मैले प्रश्न गर्दा नेगेटिभ नि मान्यमला तर तपाईँले अब टेरामक्स र एमडिएमएस चाहिँ अदालतको क्षेत्रभित्र गइसक्यो जो भन्नुभएको छ कसरी गयो भने कर्मचारी डुबाउने गरी गयो राजनीतिक व्यक्ति जोगाउने गरी गयो सुन तस्कर भनेर भन्छन् गर भनेर भनिरहेको छु सुन तस्कर भन्छौ तिमीले प्रमाणित गर मुद्दा हाल भनेर भनेछु मैले हाल्दैनन् भने किनभने त्यो तपाईँलाई छानबिन गर्नुपर्ने त्यो निर्णय गर्नुपर्नेहरू पनि पहेँलो सुनदेखि चाहिँ जिब्रो बाहिर निकाल्छन् सर्पले जस्तो क्या पक्ष रहेन तपाईँ चाहिँ अहिले पनि एमाले यो अन्तर्वार्तापछि मलाई बोलाओस् र एमालेमा टीका लाउन पाइयोस् भनेर एमालेको चाकडी गरिरहनु भएको छ क्या तपाईँ नदेखे जस्तो गर्ने चाहिँ हामी जस्ता मान्छेहरू हुन्छन् त्यस कारणले चाहिँ अनि सबै दोष के मन्त्रीले पाउँछ अनि तपाईँले भर्खर भन्नु मन्त्रीले पाउँदैन मन्त्री जोगिन्छ त्यो काममा छौँ नि हामी त्यो सबै गर्छौँ नि न यति समय यी सबै कुरा गर्छौँ नि हामी धेरै जानु होला तपाईँ नै विरोध गर्नुहुन्छ फेरि त्यो रवि लामिछानेलाई किन समातेको भनेर किन भनेको त्यही काम गरे होइन कोलाई रवि लामिछानेलाई चाहिँ तपाईँको त्यो के अरे समातेको अहिले के भनिरहेको छ केपी ओलीलाई जुलुस किन निकाल्छ नसमात्या सारा निकाल्छ सारा निकाल्छ केपी ओलीलाई चाहिँ किन नसमात्या भनेको जेठो छोरा भएका कारण राजा हुने व्यवस्था फाल्नुभयो त्यसप्रति पनि सम्मान छ तर जनताको छोरो जनसेवक हुनुपर्ने जनताको छोरो त्यो राजा भन्दा पनि महाराजा बन्ने अवस्था बन्यो यसमा त सम्मान गर्न मिलेन नि हजुर डर्टी मान्छे जब पोलिटिक्समा जान्छ त्यसले पोलिटिक्सलाई डर्टी बनाउँछ होइन त्यसलाई यसरी सुधार पोलिटिक्स त नहुने चिज हो नि पोलिटिक्स इज नट अ डर्टी गेम होइन तर यसो भनिदिउँ त्यसो भए डर्टी टुल मेक्स इट होइन द पोलिटिक्स अफ नेपाल इज डर्टी